लाइटिङ चाहिँ यहाँनिर माई गुडनेस वाउ माई गुडनेस हेलो गाइस ल वेलकम टु आवर अनदर भिडियो आजको भिडियो चाहिँ हाम्रो स्याट हैन तिहारको भिडियो है त ल अहिले बजार तानसेनमा चाहिँ पुरा हामी यस्तो बाहिर निस्केर हेरेको पुरा मस्त तरिकाले लाइटिङ गरेर चाहिँ यहाँ हाम्रो अगाडि पनि देखिरहनु भयो होला लाइटिङ गरेर हाल्दै हुनुहुन्छ घरहरूमा हैन पुरा तानसेन बजारभरि लाइटिङ छ रे भनेर हामीले हल्ला पनि सुन्यौं दिउँसो के छ कसो छ हामी यसो बजारतिर गएर अहिले रातिको ट्याक्क 8 बजेको छ हैन हामी चाहिँ यसो तानसेनको लाइटिङ कस्तो छ यसो बजारतिर पुगेर हजुरलाई पनि तानसेनको लाइटिङ देखाउँदै हामी पनि यसो राइड गर्दै कति छ हामी जान्यौ ल लेट्स गो गाइस है त अब सोलो बाइकमा गएर भेटौँ ल है त ल गाइस लेट्स गो ल है त गाइस हामी चाहिँ निस्क्यौँ सरल र तपाईहरुलाई तानसेनको तिहारको रमझम सो खिच्दै तपाईहरुलाई देखाउँछौँ है त ल लेट्स गो गाइस है त ल यो चाहिँ हाम्रो बसन्तपुरको चोकबाट सुरु भयो त लाइटिङ ल हामी चाहिँ अहिले अब भगवती टोल है भगवती टोल छिर्यौँ है त ल यता टोलै झिलिमिली छ है गाइजहरू कति राम्रो नाइटमा हेलो हेलो दाइ अहिले आउँछु दाइ क्यामेरामा भन्दा नि आफ्नो रियल आँखाले देख्दा त वाउ लागिरहेको छ मलाई चाहिँ म चाहिँ एक्साइटेड भइरहेको छु रातिको टाइममा इन्जोय गर्दै यो चाहिँ टुरी खेलको बाटो आयो हामी यता पनि झिलिमिली नै रहेछ यस्तो राम्रो वाउ यहाँबाट चाहिँ दामी देख्दै हाम्रो घरको माथिबाट देखेको ठाउँ अघिको चाहिँ त्यही ठाउँ हो होटल पौवा दामी डेकोरेसन गरेर चाहिँ होटल पौवाले पनि हेर्न सक्नुहुन्छ माई गुडनेस नाइस माई गुडनेस वाउ माई गुडनेस यहाँ त विङ्स पनि रहेछ गाइजहरू हेर्नु त कस्तो रमाइलो लाग्यो भैली चल्दैछ गाइजहरू My goodness, wow. Damn, eh? Nice. सबैभन्दा बेस्ट दिवाली यहाँ यो छुट्टी देखेँ मैले हाम्रो तानसेन बजारको एरिया झिलिमिली नभए पनि पसलहरूले नै झिलिमिली पारेछ यतातिर त खासै रहेनछ यो चाहिँ मेन बजार लाइन हो यो चाहिँ होइन यतातिर चाहिँ खासै केही रहन्छ पहिला यहाँ चाहिँ धेरै पसलहरू थियो भत्काएको कारणले गर्दाखेरि खाली खाली देख्दो रहेछ त्यस्तो साह्रो पनि नै आफ्नो घरमा अलिअलि लाइट रहेछ त्यो ठुलो बाटो भएर लाइट हालेको त्यस्तो नदेखिने के हेलो हेलो ह्याप्पी तिहार यतातिर खासै छ जस्तो लागेन यसो यतातिर रहेछ अलिअलि टोल यता पनि खासै त्यो ठुलो ठाउँ भएर जस्तो नदेखेको यहाँ चाहिँ यो चाहिँ नारायणथानबाट तलतिर मेलधारा जाने साइडतिरको बाटो है त
मेलधारामा पनि धेरै रहेनछ, ठिक्कको रहेछ मेलधारामा। हामी चाहिँ अहिले गैरे गाउँमा पनि अलि अँध्यारो तर लाइटिङले गर्दाखेरि चाहिँ राम्रै छ रहेछ। यता चाहिँ पसलहरू सब बन्द भइसक्यो रहेछ। यताको झिलिमिली पनि यस्तै रहेछ। गैरे गाउँ कटेर हामी यस्तो लाग्छ कुहिरे भिर साइडतिर लाग्यौँ। हामी चाहिँ अहिले तानसेन मिसन हस्पिटल लाइनमा आयौँ। सर लाइटिङ चाहिँ यहाँ चाहिँ खासै भएर रहेछ। यतिखेर चाहिँ खासै लाइटिङ त्यस्तो साह्रो भएको चाहिँ रहेछ। हामी घर फर्किँदैछौँ। लास्ट लट यहाँ पनि राम्रै देखिरहेको रहेछ। ल गाइस, फाइनली अब हामी चाहिँ घरतिर फर्किनु लाग्यौँ। सबै लाइटहरू देख्नुभयो होला होइन। अब हामी जति खिच्न सक्यौँ त्यति खिच्यौँ होइन। अझै हाल्छौँ होला भोलि पर्सितिर, तर त्यो चाहिँ हामी हाल्दैनौँ होला होइन। ल तिमीलाई कस्तो लाग्यो त लाइट? रमाइलो, मेरो मुड पनि फ्रेस भयो। घरमा बसिरहेको हुनाले आनन्द आयो। बाहिर घुम्दै कस्तो राम्रो भ्यूहरू छ। यो भिडियोमा भन्दा चाहिँ नेचुरली आँखाले हेर्दाखेरि चाहिँ झन् राम्रो छ। म त पुरा स्लो राइड हानेछु नि त, बिस्तारै। डर पनि मान्नु पऱ्यो फेरि यस्तो बेलामा। यता त थर्ड पर्सन भएर यहाँ हामी अलिअलि बिस्तारै हिँड्नु पनि परेको छ। बिस्तारै चलाउनु पऱ्यो, डर पनि छ फेरि। बिस्तारै थोरै मेरो सानो गोलु पनि फेरि पुरा नाचिरहेको होला, डान्सिङ मुडमा होला फेरि। हामी चाहिँ घरतिर आइपुग्यौँ गाइडहरू। सिधै घर गएर भेटौँ है त। हामी जहाँबाट सुरु गरेको थियौँ त्यही आयौँ, ब्याक टु होम होइन। पुरै एक राउन्ड, एक चक्कर तानसेन बजार एक चक्कर हानेर आइयो। पहिल्यै कोही पनि देखिएन होइन। तर लाइटिङ चाहिँ पहिलाभन्दा अलि दामी चाहिँ बनाएर रहेछ होइन। अझै पनि बनाउला, भोलि पर्सि अझै बाँकी नै छ होइन। आजको लाइटिङ कस्तो लाग्यो तिमीलाई? मलाई त रमाइलो, मैले चाहिँ धेरै इन्जोय गरेँ। त्यसले पनि हेऱ्यो, रमाइलो पनि लाग्यो। ल अबको भ्लग चाहिँ यहीँ इन्ड गरौँ होला। थोरै तपाईँहरूले जहिले पनि गरिराख्ने कुरा, हामीले जहिले पनि मागिराख्ने कुरा, सेयर, सब्सक्राइब, कमेन्ट चाहिँ अलिकति गरिदिनु होला होइन। अरू केही छ? लाइक पनि। ल त लाइक पनि गर्दै यति भन्दै भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सपोर्ट गरिदिइराख्नु भएको छ त्यसको लागि पनि धेरै धेरै धन्यवाद। अहिलेलाई चाहिँ भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू फर वाचिङ। अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई। बाई बाई।